हामीले हरेक दिन खाने प्याकेटका खानेकुराहरूमा एउटा यस्तो खतरा लुकेको हुन सक्छ जसबारे हामीले सायद कहिल्यै सोचेका पनि हुँदैनौँ। आज हामी त्यही अदृश्य तर निकै गम्भीर खतराको पर्दाफास गर्दैछौँ। ल भन्नुस् त, बजारमा केही किन्न जाँदा खास गरी खानेकुरा हामी सबैभन्दा पहिले के कुरामा ध्यान दिन्छौँ? प्याकेटको एक्सपायरी डेट, होइन त? तर के त्यति हेरेर मात्रै हाम्रो स्वास्थ्य साँच्चै सुरक्षित छ त? जवाब हो, छैन। हो, वास्तवमा समस्या मितिमा होइन, समस्या त त्यो मितिभित्रै प्याकेटमा बन्द गरिएको सामग्रीमा छ। खानेकुराको मिति त ठिक होला, तर त्यसभित्र लुकेको तत्त्वले अर्कै खतरनाक कथा भनिरहेको हुन सक्छ। यो कुनै सामान्य कुरा होइन। भर्खरै बजारमा चलेका नाम चलेका कम्पनीहरूकै उत्पादनमा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने चिल्लो पदार्थ तोकिएको मापदण्डभन्दा धेरै गुणा बढी भेटिएको छ। यसले हाम्रो विश्वासमाथि नै एउटा गम्भीर प्रश्न उठाएको छ। आजको हाम्रो विश्लेषणमा हामी यी 5 मुख्य विषयमा केन्द्रित हुनेछौँ। प्याकेटको खानामा लुकेको खतरा के हो? यो ट्रान्स फ्याट भनेको के हो? यसले स्वास्थ्य र कानुनमा के कस्तो असर पार्छ? हाम्रो प्रणालीमा कमजोरी कहाँनिर छ? र अन्त्यमा एक उपभोक्ताको रूपमा हाम्रो शक्ति र अधिकार के हो? ल, सबैभन्दा पहिले यो समस्या कहाँ र कसरी देखियो त्यहीबाट सुरु गरौँ न त। आखिर कुन कुन उत्पादनहरू छानबिनको दायरामा परे त? यो खुलासा अरू कसैले गरेको होइन। खाद्य सुरक्षाको जिम्मेवारी लिएको सरकारी निकाय अर्थात् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै गरेको हो। उसैको प्रयोगशाला परीक्षणमा यी गम्भीर त्रुटिहरू फेला परेका हुन्। अब यो स्लाइडलाई अलिकति ध्यान दिएर हेरौँ। यहाँ एकदमै विस्तृत जानकारी छ। खजुरीको पफ र नाङ्लो बेकरीको क्रोसेन्ट जस्ता स्थापित नामहरू छन्। यति मात्र होइन, कुन ब्याच नम्बर र कुन मितिमा उत्पादन भएको हो त्यो समेत स्पष्ट उल्लेख गरिएको छ। मतलब यो कुनै अनुमान होइन, यी त बजारमा पठाइसकेका सामानहरू थिए। यो कैफियत भेट्टिने बित्तिकै विभागले तुरुन्तै कदम चाल्यो। दुवै कम्पनीलाई यी हानिकारक उत्पादनहरू बजारबाट फिर्ता लिन र नष्ट गर्न कडा निर्देशन दिइयो। तर आखिर यो ट्रान्स फ्याट हो चाहिँ के, जसलाई यो कथाको खलनायक भनिएको छ? आउनुहोस्, यसलाई अलि नजिकबाट चिनौँ। सरल भाषामा भन्नुपर्दा औद्योगिक ट्रान्स फ्याट प्रकृतिमा पाइने चिल्लो होइन। यो कारखानामा बनाइने एक किसिमको कृत्रिम चिल्लो हो। कम्पनीहरूले यसलाई किन प्रयोग गर्छन्? किनभने यसले उत्पादनको आयु बढाउँछ, स्वादिलो बनाउँछ र त्यो मुखमा हाल्ने बित्तिकै बिलाउने खालको बनावट दिन्छ। अनि यो कहाँ कहाँ लुकेको हुन्छ त? दुःखको कुरा, हामीले मन पराउने धेरै खानेकुराहरूमा, जस्तै केक, बिस्कुट, चिप्सदेखि लिएर तयारी चाउचाउ र चकलेटसम्म। यसको मतलब यो खतरा हाम्रो भान्साकोठासम्मै आइपुगेको छ। यो स्लाइडले समस्याको जड देखाउँछ। उत्पादकको फाइदा र उपभोक्ताको स्वास्थ्य ठ्याक्कै उल्टो दिशामा छन्। कम्पनीको लागि जे फाइदा हो, जस्तै लामो समयसम्म नबिग्रिने र स्थिर रहने, त्यही कुरा हाम्रो स्वास्थ्यको लागि ठूलो जोखिम बनिदिन्छ। त्यसो भए यसको वास्तविक परिणाम के हुन्छ त? अब हेरौँ, यसले हाम्रो शरीरलाई के गर्छ र यस्तो गल्ती गर्ने कम्पनीलाई कानुनले के गर्न सक्छ। सबैभन्दा पहिलो र ठूलो असर, यसले हाम्रो रगतमा एलडिएल अर्थात् खराब कोलेस्ट्रलको मात्रा वात्तै बढाउँछ। यही खराब चिल्लोले रगतको नलीलाई साँगुरो बनाउँदै लैजान्छ, जुन मुटु रोगको पहिलो लक्षण हो। अनि त्यति मात्र होइन, यसले शरीरलाई चाहिने एचडिएल अर्थात् राम्रो कोलेस्ट्रोलको मात्रालाई पनि घटाइदिन्छ। सोच्नुस् त, खराबलाई बढाउने र राम्रोलाई घटाउने, यो त दोहोरो मार भयो नि। र यही खराब कोलेस्ट्रल बढ्ने र राम्रो कोलेस्ट्रल घट्ने असन्तुलनले हामीलाई 3वटा गम्भीर रोगको मुखमा धकेल्छ: मुटु रोग, मोटोपना र मधुमेह। कानुनले यस्तो अपराधलाई गम्भीर रूपमा लिएको छ। खाद्य सुरक्षा ऐन 2075 अनुसार दोषी पाइएमा कम्पनीलाई ठूलो जरिवाना, सञ्चालकलाई कैद, उत्पादनमा पूर्ण रोक र यहाँसम्म कि कम्पनीको लाइसेन्स नै खारेज गर्न सकिन्छ। यसले एउटा गम्भीर प्रश्न खडा गर्छ। यदि जोखिम यति धेरै छ र कानुन पनि यति कडा छ भने यस्ता समस्याहरू किन बारम्बार दोहोरिरहेको छन् त? हेर्नुहोस्, हाम्रो प्रणालीमा केही गम्भीर कमजोरीहरू छन्। पहिलो, बजारको अनुगमन कहिलेकाहीँ मात्र हुन्छ, नियमित हुँदैन। दोस्रो, परीक्षणका रिपोर्टहरू गोप्य राखिन्छन्, जसले गर्दा पारदर्शिताको एकदमै अभाव छ। तेस्रो, जानकारी दिने सरकारी वेबसाइटहरू नै भरपर्दो छैनन्। अनि त्यसमाथि अधिकारीहरू सधैँ स्रोत र जनशक्तिको अभावको गुनासो गर्छन्।
तर समस्या प्रणालीमा मात्र छैन। कतै न कतै उपभोक्ताको व्यवहारले पनि यस्ता समस्यालाई बजारमा टिकाइराख्न मद्दत गरिरहेको छ। सस्तो मूल्य खोज्ने, प्याकेटमा के लेखिएको छ भनेर विवरण नपढ्ने र समस्या पर्दा उजुरी गर्न झन्झट मान्ने बानीले पनि गुणस्तरहीन वस्तुलाई बढावा दिइरहेको छ। तर कथा यहाँ कमजोर प्रणालीमा मात्र टुङ्गिँदैन, किनभने समाधानको सबैभन्दा ठूलो शक्ति हामी उपभोक्तासँगै छ। हो, कानूनले हरेक उपभोक्तालाई यो अधिकार दिएको छ। यदि कुनै खाद्य वस्तुको गुणस्तरमा शङ्का लाग्यो भने त्यसको बारेमा उजुरी दिन र परीक्षण गराउन सकिन्छ। उजुरी गर्ने प्रक्रिया पनि सोचेभन्दा सजिलो छ। पहिलो, त्यो शङ्कास्पद वस्तुलाई सुरक्षित राख्नुहोस्। दोस्रो, त्यसको लेबल र विवरणको स्पष्ट फोटो खिच्नुहोस्। तेस्रो, विभागको वेबसाइट, फोन वा लिखित रूपमा उजुरी दर्ता गर्नुहोस्। र चौथो, विभागले कारबाही अगाडि बढाउँछ। यी साधारण कदमहरूले नै हामीलाई एक शक्तिशाली नागरिक बनाउँछ। यो सम्पूर्ण जानकारीपछि अब भान्साका लागि सामान किन्दा हाम्रो दृष्टिकोणमा केही परिवर्तन आउँछ कि यो प्रश्न हामी सबैले आफैलाई सोध्न एकदमै जरुरी छ।